के चल्दैछ ओके। आज चाहिँ गेम अफ थ्रोन्सको कुरा गरौँ न। यार नेपालमा के आन्दोलन चलेर फेसबुकमा भुलेको गरेर भिडियो बनाउने भन्दा यति टाइम बित्यो। ओके सिधै एपिसोड सुरु गरौँ होइन, धेरै गाछगाछ नगरौँ। यो एपिसोड सुरु चाहिँ एसएसबाट हुन्छ होइन। एसएसमा हाम्रो जो डेनिस टार्गेरियन छ त्यसको अब बिहा भयो नि त भर्खर खालसँग, के अरे उसँग दोथराकीसँग। अनि त्यही अब तिनै बिचमा माहौलहरूमा घुलमिल हुने टाइपको, अब जे भए पनि रोयल फ्यामिली हो नि त त्यो त। अनि अब भाषा पनि आउँदैन, कोही चिउ गरेको पनि छैन, अनि त्यही बिचमा घुलमिल हुने। अनि तिनीहरू फेरि त्यही मात्र खान्छ, घन्डको मासु मात्र खान्छ, अनि त्यही विषयको बिचमा त्यही घुलमिल हुन खोज्दैछ। अनि सिन सिफ्ट हुन्छ विन्टरफेलमा होइन। विन्टरफेलमा चाहिँ वान अफ द बेस्ट, मतलब सेटिस्फाइङ सिन, मतलब अहिलेको लागि त नर्मल सिन छ, पछि गएर यस्तो चित्त बुझ्ने सिन छ नि। अरू पनि आउँछ यतिबाट, हाम्रो टिरियन ल्यानिस्टर र जोफ्री ब्याराथिन। जोफ्री जो छ हाम्रो भनौँ न फ्युचर किङ, त्यसलाई 2 थप्पड हान्छ उसले, 2-3 थप्पड। त्यो सही छ। त्यो ब्रान्डको प्रब्लमले गर्दा क्याटलिन हिसार चाहिँ त्यसको साइडबाट हटेकै हुँदैन क्या, मतलब मदर्स लभ भन्छ त। फेरि के हुन्छ कि भनेर त्यसैकै साइडमा बसिरहेको हुन्छ। अनि त्यहाँनिर सर्सी जान्छ होइन। त्यो गरेर जुन लेभलको एक्टिङ गरेर त्योसँग उ गर्छ, त्यो पछि एउटा सिजनमा हुन्छ कि रियल लाइफको इन्सिडेन्टलाई कुनै पनि स्टोरी बनाएर मान्छेलाई इमोसनली ब्ल्याकमेल गर्न सक्ने लेभलको पावर जुन छ सर्सीसँग भनेर भन्छ पछिको लेभलमा, के अरे सिजनमा। यसमा देखाउँछ कि तिनीहरू त्यो खै रियल नै हो क्या त्यो स्टोरी चाहिँ। रोबर्ट प्याटिन्सनसँग बच्चा भएको, बच्चा भएर मरेको, तर त्यो कुरालाई यसरी घुमाएर, मतलब जोडेर र अहिलेको कुरासँग मिक्स गरेर बहुत राम्री मान्छे हो कि म त भन्ने टाइपको बनाएर क्या भन्नु छ क्या होइन। मान्नुपर्ने लेभलको छ यार एक्टिङ त बित्ते। अनि त्यो सब हुन्छ। अनि त्यहाँबाट अब तिनीहरूको अर्को चाहिँ चलिरहेको हुन्छ। अब त्यो भयो नि त, त्यहाँ आइसक्यो त्यो ह्यान्ड अफ द किङ भनेर त्यो उसलाई नेडिसारले लिन आएको, अब लिएर जाने भन्ने कुराकानी चल्छ। अनि लिएर जाने अब तयारी चल्छ। अनि त्यही बेलामा नेडिटार्ससँग आर्या र सान्सा पनि जाने। अनि जन स्नो चाहिँ अब त्यो बेन्जामिन स्टारसँग उसमा नाइट वाचमा जाने, द वालमा जाने कुराकानी हुन्छ। अनि इमोसनल खालमा खुसिन्छ कि जन स्नो सबैसँग गर्छ नि त। अनि फर्स्टमा गएर आर्याले त्यो निडल दिन्छ होइन। अनि त्यो निडल दिएर त्यो त्यहाँबाट जान्छ। अनि ब्रान्थिन जान्छ भेट्नको लागि। ब्रान्थिन गरेर त्योसँग बसेर कुरा गर्दा त्यो मतलब जुन लेभलको त्यसले हेट गर्छ नि त्यसलाई, बिचरा त्यो बच्चा, मतलब बच्चैमा आएको केही गरे हुँदैन त्यसले त गर्न त होइन, तर पनि क्या हेट गर्छ क्या त्यसले। त्यति अब त्यो आफ्नो भाइसँग कुराकानी गर्नको लागि गर्न आएको पनि कति उ गर्छ क्या। तर तिनीहरूले चाहिँ अरूले कसैले चाहिँ गर्दैन नि, त्यो चाहिँ राम्रो कुरा। अनि बाहिर जाँदा रब स्टारसँग जुन जेठो छोरो भयो त्योसँग कुराकानी गरेर त्योसँग उ गर्छ होइन। त्योसँग पनि राम्रो सिन छ। सान्सा र रिकनसँग, रिकन त बच्चै छ, तर सान्सासँग त्यति छैन नि त उसको जनको त्यति राम्रो रिलेसन। त्यही भएर त्यो सान्सा अलग्गै छ यार, पुरै स्टारको जस्तो पनि छैन त्यो। पछिसम्म पनि सेम क्यारेक्टरै उ गर्छ त्यसले, मतलब स्टार जसकै छैन। यसमा पनि अलि पछि बताउँछु के काण्ड गर्छ त्यसले। त्यही उही म रानी बन्ने हो भन्ने त्यही उसमै, त्यही दुनियाँमै छ त्यो। अनि जाने भन्ने कुराकानी चल्छ। अनि जान्छन् गरौँ र के भन्छ जनसन र ऊ छुट्टिने, नेडिसार छुट्टिने हुन्छ क्या। अब कस्तो छ, विन्टरफेल भयो, विन्टरफेल एक साइड वाल भयो, अर्को साइड किङ्स ल्यान्डिङ छ नि त। अनि त्यहाँबाट छुट्टिँदाखेरि त्यहाँ सोध्छ क्या त्यसले, जनसनले कि मेरो आमा जिउँदै छ कि, त्यसलाई मेरो बारेमा केही फरक पर्छ कि पर्दैन, मरिसक्यो कि के छ भनेर। अनि त्यहाँमा नेक्स्ट टाइम विल सी इच अदर आई विल टेल अबाउट योर मदर भनेर भन्छ। तर बिचरा के गर्नु, अर्को टाइम देख्न पाउँदैन, स्पोइलर अलर्ट। अनि त्यहाँबाट जान्छ होइन। अनि त्यो नाइट वाचमा जुन गइरहेको हुन्छ तिनीहरूसँग टिरियन ल्यानिस्टर पनि गइरहेको छ होइन। उसलाई देख्नु छ भन्छ त, के अरे आई वान्ट टु पिस फ्रम द टप अफ द वाल भनेर भन्छ, मतलब टुप्पामा गएर पिसाब गर्न मन छ सालेलाई। अनि त्यो पनि तिनीहरूसँग गइरहेको हुन्छ। अनि यता साइडमा फेरि उनीहरू आइरहन्छन्। अनि आरो र एक ठाउँमा अब
एकै दिनमा पुग्ने बेला त भएन, पिकनिक खेल्ने महिना लाग्छ नि त, त्यति लामो बाटो छ। अनि जाने बेलामा त्यही बाटोमै बस्छन् तिनीहरू, बास बस्छन् होइन। अनि त्यो बास बसेर त्यहीँ कुराकानी चल्छ। रोबोटले कुरा गर्छ कि त्यो उसको बारेमा कुरा गर्छन् कि तिनीहरू अब पहिलो जमाना आफ्नो लडाइँ गर्दाको साथी भेट भएको पुरानो जमानाको कुरा गरे चाहिँ त्यो कुरा गर्छन्। अनि त्यसैमा डेनिस टार्गेरियनको कुरा आउँछ कि दोथराकीसँग त्यसको बिहे भयो भन्ने सबै कुराहरू आउनु सुरु गर्छ। अनि नेट स्टार चाहिँ अब बच्चै हो, त्यसको के असर पार्छ र त्यसले दोथराकीसँग बिहे गरे पनि जे गरे पनि तिनीहरू केही गर्दैन भनेर भन्छ। ऊ चाहिँ होइन मार्नुपर्छ भन्ने टाइपको त्यहीँ डिस्कसन छ तिनीहरूको। अनि सिन सिफ्ट हुन्छ उता क्याटलिन स्टार छ, त्यो ब्रान्डकै साइडमा बसिरहेको हुन्छ क्या, कतै हिल्ने गर्ने कहीँ जाने गर्दैन। अनि जो मेस्टर छ त्यो आउँछ हिसाब किताब, अब लड स्टार नभएको बेला हिसाब किताब सबै गरेछ त्यो ठिक गर्ने भनेर भन्छ। म गर्दैन अरू कसैलाई भन्नु भन्छ त्यसले। अनि त्यही बेलामा रब आउँछ होइन, अनि रब आएर म गरौँला हिसाब किताब भन्छ। अनि त्यो आएर सम्झाउँछ कि योभन्दा सानो पनि छ 6 वर्षको बच्चा भाइ छ, उसलाई सम्हाल, यो उसले मेस्टरले ठिक हुन्छ भनेर भनेको छ, ठिक हुन्छ, डेन्जर के अरे ऊ हटिसक्यो, अहिले ठिक छ भनेर भन्छ होइन। अनि त्यही बेलामा जेलबाट बाहिर हेर्दा त्यहाँ मतलब त्यो उहरू फक्सहरू मतलब स्यालहरू कराइरहेको हुन्छ कि रोइरहेको हुन्छ। अनि त्यसले झ्यालबाट बाहिर हेर्दा आगो लागेको देख्छ। अनि त्यो त्यहाँबाट बाहिर निस्केर जान्छ। अनि त्यो हेर्दै हुन्छ होइन क्याटलिन स्टार पनि झ्यालबाट हेरेर बाहिर हेरिरहेको हुन्छ। त्यही बेलामा यसो पछाडि फर्किँदा त्यहीँ एउटा मतलब मान्छे उभिरहेको हुन्छ। अनि युआर नट सपोज टु बी हियर भनेर भन्छ। अनि त्यसले चक्कु निकालेर मार्न खोज्छ होइन त्यसलाई। अनि त्यो बल्ल बल्ल त्यहाँबाट बाँच्छ, त्यो आफू बाँच्छ। अनि अब बाँच्नुभन्दा पनि लड्छ कि त्योसँग राम्रोसँगै। अनि ऊ चाहिँ त्यो उसलाई मार्नको लागि भनेर आइरहेको हुन्छ कि ब्रान्डलाई मार्नको लागि भनेर एउटा। अनि त्यसलाई मार्ने कोसिस गर्छ, उसको हातमा चक्कु समातेर हात गर्छ, काट्छ ओर्छ। त्यसपछि त्यो ठिक्क मार्नु भनेर जान लागेको बेलामा अनि डाइभोल आउँछ, त्यो आएर समातेर घाँटी साँटी च्याथेर मारिदिन्छ त्यसलाई होइन। अनि त्यो मारेको उसमा अनि त्यसले अब अलिकति त्यसलाई शङ्का हुन्छ नि त, अब कोही मार्ने आयो भनेपछि त्यो आफै खस्याएन भन्ने। अनि क्याटलिन त्यहाँ जान्छ, त्यो ठाउँमा गएर मतलब जहाँबाट त्यो झऱ्यो त्यो टावरबाट, त्यो टावरमा गएर हेर्दाखेरि त्यसले बाल भेटाउँछ होइन, कपाल भेटाउँछ। अब ल्यानिस्टरहरूको कपाल डिफ्रेन्ट छ नि त। अनि सर्सीको हो भनेर त्यसलाई मतलब शङ्का लागिहाल्छ। अनि त्यसले त्यसको छोरो अनि त्यसपछि तिनीहरू सबैलाई बोलाएर मिस्टर भयो, तिनीहरू सबैलाई बोलाएर भन्छ कि म उ गर्छु के अरे यो पक्कै ल्यानिस्टरकै हात छ यसको पछाडि भनेर भन्छ होइन। अनि त्यसपछि अब नेड स्टार्कलाई खबर गर्नु पऱ्यो यसको बारेमा भनेर भन्दाखेरि नेड स्टार्कलाई खबर गर्न के अरे ऊ पठाउने भनेर भन्छन् के अरे। अनि हुँदैन, रेवानलाई म भरोसा हुँदैन त्यो माथि, म के अरे भरोसावाला चाहिँ मान्छे चाहिँ गर भन्नुपर्छ भनेर भन्छ। अनि उसले रबले म जान्छु भन्छ। अनि एकजना स्टार इन्टरफिल्डमै चाहिन्छ भनेर अनि त्यो आफै जान्छु भनेर त्यो र अर्को एकजना भएर त्यहाँबाट जान लागेका छन् होइन। अब त्यहाँबाट तिनीहरू गयो भने त्यसको अलग्गै स्टोरी हुन्छ सुरु। उता चाहिँ अब हाम्रो जो डेनिस टार्गेरियन छ त्यो अब सिक्दैछ, दोथराकी सिस्टमहरू भयो त्यो सिक्दैछ नि त। अनि तिनीहरू एउटा स्लेभ हुन्छ क्या त्यो, अनि स्लेभ पनि भयो अनि पोजिटिभ पनि दुइटै हुन्छ। अनि त्यसले भन्छ क्या छोरी मान्छेहरूको मतलब कसरी केटाहरूलाई उ गराउने भन्ने कुरा सिकाउँछु भनेर भन्छ। अनि त्यसले सिकाउनु सुरु गर्छ कसरी गर्ने भनेर। अनि त्यसले फेरि त्यही युज गरेर अनि त्यहाँबाट बल्ल तिनीहरू दुईजना बिचमा अलिकति रिलेसन टाइपको देखाउँछ। नत्र त पहिला त साला रेपै टाइपको चलिरहेको थियो, अब बल्ल अलिकति रिलेसन टाइपको देखाउँछ क्या दुईजना बिचमा। अनि त्यहाँबाट सिन सिफ्ट हुन्छ यता उसमा के अरे नाइट वाचको जुन जाने बेला उनीहरू पनि बास बसिरहन्छन् नि बिचमा। अनि त्यहाँ गएर जनसन र बिचमा टिरियन रेन्स्टर बिचमा अलिकति कुराकानीहरू तिनीहरूसँग होइन। तिनीहरू बिचमा अब त्यही त हो, एउटा के अरे डर्फ एउटाले बास्टर्ड, त्यही कुराकानीहरू। अनि अब नाइट वाचको बारेमा त्यो दुईजना रेपिस्टहरू पनि तिनीहरूले लिएर आएको हुन्छ नि त। अनि यस्तो यस्तो हो तेरो साथीहरू, नयाँ साथी देखेर कस्तो फिल आउँदैछ भनेर ती जिस्काउने गर्छ। अनि एउटा ऊ भन्छ क्या त्यसले के मतलब किताब के धेरै किन पढ्छस् भन्छ नि जनसनले। अनि त्यसले बताउँछ क्या मतलब मेरो दाइसँग यो के अरे तरबारको ऊ छ। अनि अब ल्यान्स्टर फ्यामिलीमा जन्मेपछि अलिकति केही त अब गर्नु पऱ्यो नि, अब मान्छे यस्तो भए पनि दिमाग
दिमागै हो मेरो समाजसँग भएको भने त्यही तेज गर्नको लागि पढ्छु भनेर त्यसो भन्छ। अनि देखाउँछ अर्को साइड हाम्रो ल्यानिस्टर के अरे किङ्स ल्यान्डिङको रोडमाहरू भएको हाम्रो के अरे किङ अनि नेड स्टार्क यिनीहरूमा त्यहाँ के हुन्छ सान्सा र त्यो हाउन्ड बिचको अलिकति रिलेसन देखाउँछ होइन। यसमा टिज गर्छ सबै कुराहरू पहिल्यैदेखि गरेर हान्छ कि अब पहिला हेर्दाखेरि केही ख्याल गरिन्न होइन। फर्स्ट टाइम हेर्दाखेरि पछि गरेर एकचोटि हेरेर सकेपछि त्यो सबै रिलेसनहरू यसमा त्यो तिनीहरू अलिकति हुन्छ नि लभ टाइपको रिलेसन त्यो पुरा पछि गर्छ। अनि आर्यसँग भयो हाउन्ड पनि इम्पोर्टेन्ट क्यारेक्टर हो होइन त्यो बेला पनि चिनिराख्नु। अनि त्यो लिएर जान्छ तिनीहरूलाई के अरे त्यो सान्सा र जोफ्रीहरू र मतलब अब उनी त भयो नि त भविष्यका राजा रानी बिहे गर्ने भन्ने कुरा जहिले। अनि त्यही भएर तिनीहरू गइरहन्छ। त्यहाँ जाँदा उता आर्या चाहिँ अर्को एउटा बुचर मतलब नर्मल उसको छोरासँग त्यस्तै साथी हुन्छ कि त्यसको। अनि सोर्ट फाइटिङ सिकी हुन्छ कि त्यसले नर्मल्ली त्यो उडको युज गरेर त्यो सिकिरहन्छन् तिनीहरू। अनि तिनीहरू त्यो जोफ्री र ऊ पुग्छन्। अनि जोफ्री गरेर अब उसलाई धम्काउनु सुरु गर्छ के अरे त्यो बच्चालाई साला यहाँनिर तलवार राखेर अलिकति काटिदिन्छ क्या। अनि त्यो धम्काउनु सुरु गरेर अनि त्यही बिचमा उसले आर्यले त्यसलाई हान्छ के र जोफ्रीलाई। अनि त्यसले जोफ्रीलाई हान्छ जोफ्रीले त्यसलाई हान्न लागेको बेलामा नाइमेरी आउँछ होइन। अनि नाइमेरी आएर त्यसको हात काटिदिन्छ। अनि उसले त्यो तरबार समातेर पानीमा फालिदिएर अनि जान्छ त्यो गएर उता उसमा गएर अब त्यो उसलाई अब त्यहाँ तिनीहरूले भेटायो भने त मार्छ नि त। त्यही भएर त्यसलाई भगाइदिन्छ उसले के अरे ओ डाइवल्फलाई। अनि त्यसलाई भगाएर अब रातिसम्म त्यही हुन्छ भनेर तिनीहरू खोज्न आउँछन् के नेड स्टार्क सबै खोज्न आउँछन्। अनि उता किङको ल्यान्स्टरहरूले भेटाएर लगिसकेका हुन्छन्। अनि उता लगेर त्यहाँनिर बिचमा अलिकति कन्फ्लिक्ट देखाउँछ क्या होइन। अनि किङ बिच लगेर अनि के गर्ने के उ गर्ने भन्ने टाइपको। अनि त्यहाँ रोबोटले चाहिँ सही उ गर्छ क्या सही पछि चाहिँ लिन्छ राम्रोसँग सम्झिने तैँले तेरो छोरी सम्झ म चाहिँ मेरो छोरी सम्झाउँछु भनेर त्यो राम्रै कुरा गर्ने रहन्छन्। तिनीहरूमा त केही हुँदैन तर डाइवल्फलाई चाहिँ मार्ने भन्नुहुन्छ। अब जुनले काट्या हो त्यसलाई भेटाउँदैन। अनि लेडीलाई सान्सा स्टारको जो डाइवल्फ थियो त्यसलाई मार्ने भनेर उ गर्छ। अनि गएर उ गएर के अरे नेड स्टार्कले चाहिँ मेरो हो म आफै गरेर मार्छु तिमीहरू गर्नु पर्दैन भनेर अनि आफै गएर तिनीहरू त्यसलाई मार्छ जो यार क्या दुःख खुसिन्छ कि त्यो साउन्ड पनि त्यस्तै गर्छ। अनि उता फेरि विन्टरफेलमा त्यही त्यो डाइवल्फहरूको कनेक्सन टाइपको त्यो कस्तो उ देखाइदिएको हुन्छ क्या। उतातिर उसको छोरालाई मतलब त्यसैले उ गरेर बसिरहेको हुन्छ यतातिर त्यसैले मार्न परिरहेको हुन्छ। त्यसैले गर्दा चाहिँ त्यो बाँच्यो भने नत्र त ब्रान्ड मर्थ्यो। अनि त्यही हुन्छ त्यसलाई त्यहाँ बचाउँछ के अरे उता। अनि बिहान जाग्छ आँखा खोल्छ ठिक्क एपिसोड तिनीहरू सकिन्छ। ओके आजलाई यति नै। म निद्रामा भएर के बोलिरहेको छु थाहा छैन। ओके बाई।